भ्रष्टाचारको अन्त्य, सुशासन लगायत माग राखेर सुरु भई सत्ता नै उल्टाउन सफल भएको जेनजी आन्दोलनको 1 महिना पूरा भएको छ। यही आन्दोलनपछि 6 महिनाभित्र चुनाव गराउने म्यान्डेट सहित अन्तरिम सरकार समेत गठन भइसकेको छ। यो पछिल्लो 1 महिनामा देशमा विभिन्न परिवर्तनहरू देखिएका छन्। देशले नयाँ प्रधानमन्त्री तथा मन्त्री पाएको छ। जेनजी आन्दोलनमा भएको मास मर्डरको छानबिन गर्न न्यायिक समिति गठन भएको छ। नवनियुक्त प्रधानमन्त्रीले संवैधानिक दायराभित्र रहेर आगामी फागुन 21 गतेलाई तोकिएको चुनाव गराउनको लागि सन्तुलित कदम अगाडि बढाइरहेको देख्न सकिन्छ। यद्यपि हालको समयमा परिवर्तनको सम्वाहक बनेका जेनजी पुस्ता बीच नै गठन भएका विभिन्न समूह बीच देखिएको ददारका कारण परिवर्तनलाई संस्थागत गर्न भने निकै चुनौतीको सामना गर्नुपर्ने अवस्था पनि देखिएको छ। आन्दोलन पछाडि जेनजी समूहको नेताको रूपमा देखा परेका सुदन गुरुङ नै यो 1 महिनामा विभिन्न विवादमा तानिएका छन्। सुदनको सार्वजनिक उपस्थिति र अभिव्यक्ति अस्थिर र आक्रामक देखिएको कारण उनी विवादमा फस्दै गएका हुन्। विशेष गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उपस्थित भई सरकारी कर्मचारीहरूलाई निर्देशन दिँदै गरेको तस्बिर तथा भिडियो सार्वजनिक भएसँगै उनी थप विवादमा तानिएका थिए। सुदनले यस विषयमा जोखिम नियन्त्रणको क्षेत्रमा रहेको आफ्नो अनुभव मात्र साझा गरेको स्पष्टीकरण समेत दिइसकेका छन्। समग्र जेनजी आन्दोलन पश्चात उत्पन्न परिस्थितिमा सुदन गुरुङ नै जेनजी समूहको नेताको रूपमा चित्रण भए पनि जेनजी समूह भने विभिन्न समूहमा विभाजन भएको देख्न सकिन्छ। यसरी विभिन्न समूहमा विभाजित जेनजी समूहले विभिन्न मागहरूलाई समेत अगाडि सारेको छ। कुनै समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गरिरहेका छन् भने कुनै समूहले वर्तमान संविधानलाई नै खारेज गर्नुपर्ने सम्मका मागहरू अगाडि बढाएका छन्। वर्तमान संविधानलाई नै खारेज गरी अन्तरिम संविधान लागू गर्नुपर्ने माग पछिल्लो समय केही मत्थर भए पनि जेनजी अलायन्स फर मोनार्की नामक नयाँ समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राज संस्थाको वकालत गर्दै गरेको पनि देखिएको छ। यसै परिस्थितिलाई क्यास गर्नका लागि विवादित व्यापारी दुर्गा परसाई, राप्रपा लगायतले पनि आफ्नो सक्रियतालाई थप व्यापक बनाएको पनि देखिएको छ। राप्रपाले यही बीचमा आफ्ना मुद्दाहरूलाई घुसाएर जेनजी आन्दोलन नै उपलब्धि विहीन भएको भन्दै मौन प्रदर्शन समेत गरेको थियो। आन्दोलन पछाडिको अवस्थामा आफ्नो स्पेस खोज्न थप आक्रामक ढङ्गबाट अगाडि बढेका पात्रहरूको रूपमा देखिएका छन् डाक्टर निकोलस भुसाल पनि। युट्युबरहरूको भरपूर साथ पाएका भुसाल वर्तमान संविधानलाई खारेज गर्नुपर्ने, नयाँ अन्तरिम संविधान लागू गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने लगायतका मागहरू लिएर अभिव्यक्ति तथा प्रदर्शनमा समेत जुटेका छन्। उनी आफूलाई प्रधानमन्त्रीको दावेदारको रूपमा समेत प्रस्तुत गर्दै आएका छन्। यसैबीच माइती घरमा प्रदर्शन गर्न गएको समयमा उनी गिरफ्तार समेत भएका छन् भने गाँजा सेवन गरेको पुष्टि भएपछि सुधार गृहमा राख्ने शर्त सहित प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको छ। भुसाल पछिल्लो समय प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नेदेखि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ एवं कारबाही गर्नुपर्ने सम्मका माग गरिरहेका थिए। सुधार गृहबाट फर्केपछि उनी कुन रूपमा अगाडि बढ्नेछन् भन्ने विषय भने अहिले नै आकलन गर्न सकिने अवस्था छैन। यसैबीच सुदन गुरुङ र उनको समूह पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनुपर्ने माग सहित प्रहरीकोमा पुगेपछि प्रहरीले उक्त कार्यले मुठभेडको अवस्था सिर्जना हुन सक्ने आकलन सहित सुदन गुरुङको टिमले दिन खोजेको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ। जस पश्चात प्रधानमन्त्री, मन्त्री, विभिन्न सुरक्षा निकायका प्रमुखहरूको बैठक समेत बसेर ओली र लेखकलाई पक्राउ गर्न आएको दबावको उचित निकास के हुन सक्छ भन्ने विषयमा छलफल गरी मृतकका परिवारलाई जाहेरी दिन लगाउने र उक्त जाहेरी दर्ता नगरी छानबिन समितिलाई बुझाउने निकास सहित प्रहरीले ओली र लेखक विरुद्धको जाहेरी छानबिन समितिलाई बुझाएको छ। सामाजिक सञ्जालमै ओली र लेखकलाई पक्राउ गरिनुपर्ने अभियान चलेपछि नेकपा एमाले निकट विद्यार्थी संगठन अन्रासेव्युले सुदन गुरुङ र बालेनलाई पक्राउ गरिनुपर्ने काउन्टर जाहेरी सहित प्रहरी परिसर काठमाडौँ पुगेकोमा प्रहरीले जाहेरीमा केरमेट भएको र नबुझिएको भन्दै 24 घण्टापछि सो जाहेरी फिर्ता गरेको छ। यस्तै जेनजीको अर्को समूहले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा अन्य विभिन्न सरकारी नियुक्ति खारेज गर्नुपर्ने माग अगाडि सारेका छन्। यता काङ्ग्रेस र एमालेमा भने सांसद पुनर्स्थापनाको झिनो मागहरू समेत देखा परेका छन्। यो सामग्री तयार पार्दासम्म सांसद पुनर्स्थापना बारे आधिकारिक निर्णय भने अगाडि सारिसकेको अवस्था छैन। जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा देखा नपरेका पूर्व गृहमन्त्री रमेश लेखकले हालै मात्र प्रदर्शनको क्रममा आफूले गोली हान्ने आदेश नदिएको स्पष्टीकरण दिएका छन्। जेनजी आन्दोलनपछि विभिन्न माग सहित विभिन्न समूहमा बाँडिएको जेनजी समूह नै
वर्तमान सरकारको लागि चुनौतीको रूपमा देखा पर्न थालेको अवस्थामा प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको वास्तविक नेता को हो भन्ने आफूलाई पनि थाहा नभएको अभिव्यक्ति समेत दिएकी छन् भने पुराना राजनीतिक दलहरूले यसै परिस्थितिको फाइदा उठाउँदै आफ्नो स्थानलाई पुनर्स्थापित गराउने र आन्दोलनको मर्ममाथि प्रश्न गर्ने कार्यलाई व्यापक बनाएका छन्। सुरुवातदेखि नै निश्चित नेतृत्व नभएको जेनजी आन्दोलन अझै जति विभाजित हुन्छ त्यति नै यो आन्दोलन विफल हुन सक्ने सम्भावना बढ्दै जाने हुँदा विभिन्न मागहरूलाई एकीकृत गर्दै फागुन 21 गतेलाई तोकिएको चुनावलाई सफल बनाउन केन्द्रित हुनु बाहेकको विकल्प जेनजी समूहसँग छैन। जेनजी समूहका मागलाई संस्थागत गराउनका निमित्त सबैभन्दा प्रभावकारी माध्यम भनेको चुनाव नै रहेको हुँदा यो समूहलाई अर्गनाइज गर्ने, चुनावका लागि उपयुक्त उम्मेद्वार खोज्ने, चुनाव केन्द्रित रणनीतिहरू बनाउने लगायतका काममा जुट्नुपर्ने मूलभूत आवश्यकताबाट जेनजी समूह भने विचलित भएको यो 1 महिनामा भान हुन थालेको छ। तर समय अझै घर्किसकेको भने छैन। तसर्थ सम्पूर्ण जेनजी समूह एकीकृत हुने गृह कार्य गर्नुहोस्, चुनाव केन्द्रित हुनुहोस् र बुझ्नुहोस् लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो। इतिहास रच्ने सुनौलो अवसर व्यर्थ नजाओस्, शहीदहरूको बलिदान खेर नजाओस्। आजलाई यति नै। सी यू अन नेक्स्ट भिडियो।